नमस्कार। आजको चेप्टर रहेको छ हामीसँग प्रिज्म रहेको छ है। कुन छ चेप्टर त प्रिज्म। प्रिज्मबाट एउटा लङ क्वेशन आउँदो रहेछ हाम्रो एक्जाममा, जुन मध्येमा एउटा दिएको छ द भोल्युम अफ अ ट्रायंगुलर प्रिज्म इज 480 सेन्टिमिटर क्यूब, the length of the prism is 8 centimeter and the length of its triangular bases are 6 centimeter, 8 centimeter and 10 centimeter। हामीलाई प्रिज्म जुन छ नि ट्रायंगुलर बेस प्रिज्म बढी गरी सोध्दो रहेछ। ट्रायंगुलर बेस प्रिज्म, ट्रायंगुलर बेस प्रिज्म है। जस मध्येमा यो जुन बेस छ नि यो बेस भनेको के हुन्छ त ट्रायंगल हुन्छ, यसलाई बेस भन्छ। यो भनेको के हो त ट्रायंगल हो। ट्रायंगल बेस भयो भने यो प्रिज्मलाई ट्रायंगुलर बेस प्रिज्म भनिन्छ। यो ट्रायंगल बेस जुन छ नि ट्रायंगल बेस कुन हुन सक्छ? हामीसँग हुन सक्छ इक्विलेटरल ट्रायंगल हुन सक्छ। त्यसपछि आइसोसेलेस आइसोसेलेस ट्रायंगल हुन सक्छ। त्यसपछि स्केलेन ट्रायंगल हुन सक्छ, चाहे राइट एंगल ट्रायंगल हुन सक्छ। राइट एंगल ट्रायंगल हुन सक्छ। यी कुराहरू हामीले पत्ता लगाउनु पर्यो। यदि राइट एंगल ट्रायंगल छ भने यसको एरिया हामीले थाहा पाउनुस् 1/2 बेस इन्टु परपेन्डिकुलर हुन्छ। यदि इक्विलेटरल ट्रायंगल छ भने यसको एरिया √3/4 a² हुन्छ। यो a भनेको के हो? a भनेको लेन्थ अफ द साइड अफ अ ट्रायंगल। यदि आइसोसेलेस ट्रायंगल छ भने यसको एरिया भइहाल्छ b/4 √4a² - b²। यो भनेको जुन साइड इक्वल छ त्यसलाई a भने, जुन अनइक्वल साइडलाई b भन्ने। अनि स्केलेन ट्रायंगल छ भने यसको एरिया भइहाल्छ s * s - a * s - b * s - c को स्क्वायर रुट। s लेखे जान्छ त सेमी पेरिमिटर। s = a + b + c/2। a b c के हो त? a b c आर द साइड्स अफ अ ट्रायंगल। यो अनुसारले हामीले थाहा पाइहाल्यो। र त्यसपछि यसको के हुन्छ त? हामीले के चाहिन्छ त? पेरिमिटर चाहिन्छ। यसको पेरिमिटर भइहाल्छ परपेन्डिकुलर प्लस बेस प्लस हाइपोटेन्युस pbh। यसको पेरिमिटर 3a, यसको पेरिमिटर 2a + b, यसको पेरिमिटर a + b + c। यदि हामीलाई पेरिमिटर र एरिया यदि आइहाल्यो भने हामीले लगभग सबै सकिन्छ। त्यसपछि अब हामीलाई आउँछ ट्रायंगुलर प्रिज्मको कुरा। ट्रायंगुलर प्रिज्ममा के हुन्छ? एउटा आउँछ क्रस सेक्सन। क्रस सेक्सन भनेको एरिया अफ बेस। त्यसपछि ट्रायंगुलर रेक्टेंगुलर एरिया। रेक्टेंगुलर एरिया भनेको यसलाई हामीले CSA पनि भन्छौँ। CSA भनेको कर्व सर्फेस एरिया, चाहे LSA भन्छ लेटरल सर्फेस एरिया। यो प्रिज्ममा जुन लेटरल सर्फेस एरिया जुन ट्रायंगलको बेसमा बनेको छ रेक्टेंगलहरु त्यसलाई के भन्छ त? रेक्टेंगुलर एरिया भन्छ। रेक्टेंगुलर यसको फर्मुला भइहाल्छ पेरिमिटर अफ बेस मल्टिप्लाई हाइट अफ प्रिज्म। त्यसपछि आउँछ टोटल सर्फेस एरिया। टोटल सर्फेस एरिया भनेको पेरिमिटर अफ बेस मल्टिप्लाई हाइट प्लस 2 एरिया अफ बेस, चाहे LSA प्लस 2 एरिया अफ बेस। अनि अर्को आउँछ भोल्युम। भोल्युम अफ प्रिज्म भयो भने एरिया अफ बेस मल्टिप्लाई हाइट अफ प्रिज्म। यति हामीले थाहा भयो भने, यी कुराहरू थाहा भयो भने हामीले प्रिज्मसँग रिलेटेड जुनसुकै क्वेशन सल्भ गर्न सकिन्छ। जुनसुकै क्वेशन हामीले प्रिज्मको कुरा भनिदियो। प्रिज्ममा बेस के हुन्छ त? ट्रायंगुलर हुन्छ। ट्रायंगलमा राइट एंगल ट्रायंगल हुन सक्छ, इक्विलेटरल हुन सक्छ, आइसोसेलेस हुन सक्छ, चाहे स्केलेन हुन सक्छ। यति हामीले चिन्न सक्यो भने के हुन्छ त? हामीले गर्न सकिन्छ। यी कुरा अब हामीले क्वेशनमा जान्छ है। हामीले क्वेशनले भनेको कुरा के छ? क्वेशनले भनेको कुरा हामीले लेखौँ यहाँ। दिएको छ भोल्युम अफ अ ट्रायंगुलर प्रिज्म इज भनेको छ। सोलुसन volume of
ट्रायंगुलर प्रिज्म G is equal to 480 सेन्टिमिटर क्यूब। लेन्थ अफ प्रिज्म दिएको छ, लेन्थ अफ प्रिज्म अथवा हाइट अफ प्रिज्म एउटै हुन्छ, हाइट अथवा लेन्थ भनौं अफ प्रिज्म h is equal to h सेन्टिमिटर दिएको छ। अनि यहाँ दिएको छ ट्रायंगुलर बेस r भनेको ट्रायंगलको बेस हुन्छ नि त्यो कतिको सेन्टिमिटर छ, 6 सेन्टिमिटर, 8 सेन्टिमिटर, 10 सेन्टिमिटर, सब फरक फरक छ। त्यसो भए के लेखौं, लेन्थ अफ साइड्स अफ बेस, बेस भनेको के हो त ट्रायंगल हो r। ट्रायंगल को बेस लाई हामीले के डिनोट गर्छौं, एउटा a b and c। कुन बेला, जुन बेला त्यो स्केलर ट्रायंगल छ, हामीले थाहा छैन 6 सेन्टिमिटर, 8 सेन्टिमिटर, 10 सेन्टिमिटर सबै के छ त डिफरेन्ट छ। त्यसो भए यसलाई के गर्दिनुस् त, एउटा a is equal to 6 सेन्टिमिटर भइहाल्यो, b is equal to 8 सेन्टिमिटर भइहाल्यो, c is equal to 10 सेन्टिमिटर भइहाल्यो। र अर्को कुरालाई चेक पनि गर्न सकिन्छ, यो राइट एंगल ट्रायंगल छ कि छैन। यदि राइट एंगल ट्रायंगल भयो भने के हुन्छ त h स्क्वायर इज इक्वल टु p स्क्वायर प्लस b स्क्वायर हुन्छ। यो कन्डिसन होल्ड गर्यो भने हामीले राइट एंगल ट्रायंगलको फर्मुलाबाट पनि गर्न सकिन्छ। र यसमा यदि सबभन्दा ठूलो हुन्छ 10 हो, त्यसो भए 10 स्क्वायर इज इक्वल टु बाकी छ एउटा 6 स्क्वायर प्लस 8 स्क्वायर। 10 स्क्वायर भनेको 100 इज इक्वल टु 6 स्क्वायर भनेको 36, यो भनेको 64, 100 इज इक्वल टु 100। त्यसो भए यो 6 सेन्टिमिटर, 8 सेन्टिमिटर, 10 सेन्टिमिटर लेन्थ भएको जुन ट्रायंगल छ त्यसलाई राइट एंगल ट्रायंगल पनि भन्न सकिन्छ। त्यसो भए यसलाई चेक गरेर गर्यो भने सजिलो हुन्छ, हैन भने हामीले उसको फर्मुलाबाट पनि गर्न सकिन्छ, स्केलर ट्रायंगलको फर्मुलाबाट पनि। यसलाई चेक गरेर गर्यो भने यसको फर्मुला एरिया निकाल्नको लागि 1/2b into p सजिलो भइहाल्यो। होइन भने स्केलर ट्रायंगलको फर्मुलाबाट s into s minus a into s minus b into s minus b बाट गर्न सकिन्छ। हामीले त्यो छोड्दिनुस्, चेक नगरेर ट्याग गरौँ है। यो भइहाल्यो। के हो त एरिया अफ बेस, एरिया अफ बेस a निकाल्नु। यसको लागि के गर्नु पर्यो, एरिया अफ बेस निकाल्नको लागि हामीले के निकाल्नु पर्छ त सेमी पेरिमिटर। यस भनेको a plus b plus c by 2 is equal to 6 plus 8 plus 10 by 2। कति भन्छ यो 814 1024 by 2 भनेको 12 सेन्टिमिटर। अनि एरिया निकाल्नुस्, एरिया अफ बेस is equal to root under s into s minus a into s minus b into s minus c। s भनेको 12, 12 minus a भनेको 6, 12 minus 8, 12 minus 10 कति हुन्छ यो 12 multiply 6 multiply 4 multiply 2 कति हुन्छ सबै गरे भने। यसलाई यसरी पनि गर्न सकियो, हैन भने हामी अर्को पनि गर्न सकिन्छ। यो 12 भनेको 6 गुना 2 12, 6 को 6, यो 4 भनेको 2 गुना 2 गुना 2। यसरी गरौँ है। हेर्नुस्, यो 6 र 6 मिल्यो एउटा 6 लेख्ने, यो 2 र 2 मिल्यो एउटा 2 लेख्ने, यो मिल्यो एउटा 2 लेख्ने। 6 गुना 12 गुना 24 सेन्टिमिटर स्क्वायर। यो पनि गर्न सकिहाल्यो। होइन भने यसलाई सबैलाई मल्टिप्लाई गरिदिनुस्, क्याल्कुलेटरबाट स्क्वायर रुट गरिदिनुस्, भइहाल्छ। ल यसको ए नम्बरमा के भनेको छ, यसको ए नम्बरमा भनेको छ फाइन्ड द भ्यालु अफ x। ए नम्बरमा भनेको छ फाइन्ड द भ्यालु अफ x। x को भ्यालु फाइन्ड गर्नको लागि x के हो त लेन्थ अफ प्रिज्म छ, भोल्युम दिएको छ। त्यसो भए बाइ युजिङ फर्मुला भोल्युम अफ प्रिज्म भनेको एरिया अफ बेस मल्टिप्लाई हाइट अफ प्रिज्म। यो भनेको 480 सेन्टिमिटर क्यूब इज इक्वल टु एरिया कति आएको छ त 24 आएको छ, मल्टिप्लाई हाइट भनेको x और 480 यो 20 को डिवाइड में जान्छ यता इज इक्वल टु x और 20 इज इक्वल टु x। देयरफोर x इज इक्वल टु 20 सेन्टिमिटर।
यसले भन्न खोजेको के हो त देयरफोर लेन्थ अथवा हाइट अफ प्रिज्म कति भयो त 20 सेन्टिमिटर हाइट भयो है। ए नम्बरको भइसक्यो। बी नम्बरमा के भनेको छ उक्त त्रिभुजकार प्रिज्मको पूरा सतहको क्षेत्रफल र आयतकार सतहको क्षेत्रफल कति % बढी छ भनेको छ है। अब हामीले के गरौँ बी नम्बरको लागि के गरौँ एरिया अफ रेक्टेंगुलर सर्फेस भनेको यसलाई हामीले LSA भन्छ इज इक्वल टु पेरिमिटर अफ बेस मल्टिप्लाई हाइट हुन्छ। पेरिमिटर अफ बेस भनेको के त A प्लस B प्लस C मल्टिप्लाई हाइट कति भइहाल्छ यो 6 प्लस 8 प्लस 10 मल्टिप्लाई 20 यो भनेको कति 8 24 गुना 20 480 सेन्टिमिटर स्क्वायर। यो के भयो त रेक्टेंगुलर सर्फेस एरिया भयो। अर्को यसैको के कंपेयर गर्न भनेको छ टोटल सर्फेस एरिया यसको TSA अफ प्रिज्म फर्मुला PH प्लस 2A PH आएको छ PH कति आएको छ 480 एरिया कति आएको छ 24 यो 24 प्लस गरिदिनुस् इज इक्वल टु 480 प्लस 48 8 4 12 5 सेन्टिमिटर स्क्वायर। अब के भनेको छ त अब भनेको छ यसले कम्पेयर गर्न भनेको छ कम्पेयर TSA र CSA को कम्पेयर TSA र CSA कम्पेयर comparing with compare with TSA and LSA हेर्नु LSA कति आएको छ 480 TSA कति आएको छ 528 कुल बढी छ यो सोधेको छ by what percent is the total surface area is triangular greater than हैन ग्रेटर देन सोधेको छ ग्रेटर देन सोधेको छ भने के गर्नुस् त TSA is greater than CSA किनकि TSA CSA भन्दा बढी छ। अब पर्सेन्टेज है ग्रेटर पर्सेन्ट निकाल्नको लागि के गर्नु पर्यो त कुन बढी छ त 528 माइनस 480 डिवाइड बाइ है के गर्नु पर्यो कुनको छ त यो छ 480 गुना 100% कति हुन्छ यो 8 4 48 बाइ 480 गुना 100%। यसलाई सल्भ गर्यो भने 10% आउँछ। देयरफोर TSA is 10% greater than CSA of कसको त प्रिज्म। यसरी हाम्रो एन्सर आउँछ। यसको एउटा सर्टकट मेथड छ ग्रेटर पर्सेन्ट सोध्यो भने बुझ्नु होला एउटा सर्टकट तरिका नोटमा हेर्नु के यो स्पेशल केस ग्रेटर पर्सेन्ट सोध्यो भने ग्रेटर माइनस स्मॉलर बाय स्मॉलर इन्टु 100% हुन्छ। यदि स्मॉलर पर्सेन्ट सोध्यो भने ग्रेटर माइनस स्मॉलर डिवाइड बाय ग्रेटर मल्टिप्लाई 100% यो स्पेशल केस हो। यो कुरा यदि कुनै पनि ठाउँमा ग्रेटर पर्सेन्ट र स्मलर पर्सेन्टेज सोधेको छ भने यसरी हामीले निकाल्न सकिन्छ है। यसरी हाम्रो यो क्वेशन नम्बर 7 सेट 1 को सक्यो। 9 क्लासको सबै सेटमा क्वेशन नम्बर 7 मा यही क्वेशन छ। यसरी हामीले गर्ने हो। थ्यांक यू।